ओहो आज अर्णवले भान्सामा बसेर के गर्यो यस्तो लौ न हेलो गाइज गुड मर्निङ वेलकम टु माई एनदर मिनी ब्लग आज चाहिँ मैले अब यो लुगाहरू धुनलाई मेसिनमा राखेँ त्यसपछि चाहिँ हामी आमा छोरा मर्निङको यो चिया खाँदैछौँ चिया खाँदा खाँदै चाहिँ हामी आमा छोराको चाहिँ सल्लाह भयो कि छोरो आज त धेरै काम छ तिमी चाहिँ किचनको कामहरू गर भन्नाले उसलाई खाना बनाउन आउँछ नि त अनि तिमी चाहिँ खानाहरू बनाऊ म चाहिँ धेरै दिनदेखि भयो रुम र अनि तिम्रो बुक सेल्फ पनि मिलाउनु छ मिलाइदिन्छु है भनेको आइ आइ क्याप्टेन भन्दै खुसी हुँदै खाना बनाउनु रेडी भयो क्या अनि त्यसपछि चाहिँ म गएँ रुमहरूतिर हेर्नु न गाइज कमिलाले हैरान बनायो बर्खामा त पानी परेपछि सबै कमिला भित्र आएर दुःख दिइरहेको छ भने के गर्नु होला त्यसपछि म यो झाडु लिएर चाहिँ अब सरसफाइ गर्नुतिर लागेँ सरसफाइ गर्दै थिएँ टेबल मुनि पनि फोहोर छ सारेर सफा गर्नु पर्यो भनेको त हेर्नु न गाइस सक्दै सकिनँ त्यसपछि मैले अर्णवलाई बोलाएँ ऊ आइहाल्यो कि मेरो आवाज सुन्ने बित्तिकै दौडेर आयो अनि उसले चाहिँ टेबल सारिदियो एकैचोटिमा सारिदियो अनि उसले मलाई भन्दै थियो कि मम यति पनि गर्न सक्नुहुन्न भनेर भन्दै थियो अब के गर्नु है सकिएन अनि त्यसपछि चाहिँ म फेरि चाहिँ आफ्नै कामतिर लागेँ अर्णव चाहिँ गयो फेरि किचनतिर नै अब अर्णवको बुक सेल्फहरू पनि मिलाउनु छु धेरै दिनदेखि मिलाउँछु भनेको टाइमै नमिल्ने कहिले के भइराख्ने कि अनि आज चाहिँ मिलाउँदैछु अनि हेर्नु न गाइस म त यो छोरो त किचनमा काम गर्दा गर्दै म पनि भोक लाग्यो भने चक्लेट पो खाँदै रहेछ अब यो चाहिँ हाम्रो फाइनल लुक हो बुक सेल्फ मिलाएको वाउ कति राम्रो देखियो अब यो चाहिँ हाम्रो फुल हो ओहो वाउ कति राम्रो फुल अब यो सबै मिलाउँदा हाम्रो लुगा पनि रेडी भयो अब सुकाउनको लागि अब चाहिँ म लुगा सुकाउन जान्छु गाइस अनि त्यसपछि हामी खानासाना खायौँ खानासाना खाइसकेपछि चाहिँ हामी आमा छोराको प्लान भयो कि आज मुभी हेर्ने भनेर अब चाहिँ हामी मुभी हेर्दैछौँ अनि अर्णव पनि सँगै आउँछ मसँग बसेर मुभी हेर्ने भनेर चाहिँ दौडिँदै आउँदैछ ल है गाइस आजको भ्लग चाहिँ यति नै अब नेक्स्ट भ्लगमा भेटौँला ओके बाई गाइस मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला मेरो भिडियो मन पर्यो भने लाइक सेयर कमेन्ट गर्नु होला बाई गाइस